यहाँ चाहिँ अब माथि ह्यान्डल कुदाउनको लागि मेरो मिस्त्रीले नापिरहेछ कति फिटको लाग्नेवाला हो यहाँको ह्यान्डल। अनि त्यो नापेपछि त्यसपछि यहाँ हेर्नु नाप्न भइहाल्यो होइन। नापेपछि यहाँ हेर्नु टक्क पाइप पनि नापेर यहाँ ग्राइन्डरले काट्न पनि स्टार्ट गरिदिएको छ एकदम सिधा लेभलमा। वेलकम टु माई न्यू ब्लग्स है साथीहरू, वेलकम छ आजको मेरो ब्लगमा। अनि आजको ब्लगमा चाहिँ म यसको माथि ह्यान्डल कुदाएर तल 1 इन्चीको हालेर कसरी लगाउनेवाला छु। हामी चाहिँ यसमा स्टिल फुल भिडियो छ, तपाईँहरू हेर्दै बसिदिनु होला। अब यो ह्यान्डल यहाँ राखेपछि होइन लेभल मिलाएर अनि त्यो मिलाएपछि यहाँ हेर्नु वेल्डिङ हान्नेवाला छ मेरो मिस्त्रीले। वेल्डिङ कसरी हान्ने हो, अहिले त फुल वेल्डिङ हान्नु पर्दैन किनभनेपछि अहिले फुल वेल्डिङ हान्यो भने अलिकति मिस्टेक भयो भने त्यो काट्न पनि त्यो मिल्दैन कि, त्यही भएर अहिले जस्ट होइन अलिकति टाका हान्ने हो कि दुवै साइडमा उतातिर हानिदियो अनि उतातिर हानेपछि यतातिर आयो नापेर कति लेभलमा हाल्ने हो कति हाइटमा हाल्ने हो त्यही हिसाबले यहाँ नाप्दैछ। यहाँ पनि नापेर त्यसपछि टक्क यसमा पनि दुवैतिर टाका हानिदिने हो, जसो कि अहिले पाइप नहिलोस् नसमात्नु परोस्, नभए समात्नु पर्थ्यो नि त होइन। त्यही भएर यो हानेपछि अब हामी होइन यसको बिचमा चाहिँ यो हेर्नु पोल फसाएर 2टा पोल लगाउनेवाला छु। अनि उसले चाहिँ पोल काट्दैछ उता अनि म चाहिँ यहाँ जाम गर्दैछु। अनि त्यो काटेपछि उसले पनि उता फसाइदियो अनि म पनि यहाँ अलिकति पानी हालेर सिमेन्टको घोला बनाएर पहिला त तल पाल गर्नुपर्छ है बिटले, 2 इन्चीको बिटले पाल गर्नु डायमन्ड बिट हुन्छ होइन। अनि त्यो गरेपछि यहाँ चाहिँ हेर्नु टक्क त्यसमा फसाएर अलिकति माल दिएर सिमेन्टको घोला हालेर होइन हालिदिने हो। अनि त्यसपछि यहाँ पछि होइन त्यो के भन्छ साइडबाट सिमेन्टको अलिकति हुन्छ नि त सुक्खा सिमेन्ट दिएर अनि त्यो चाहिँ टक्क छोडिदिनु हो कि। त्यो गरेपछि म उताको जान्छु पोल जाम गर्न। अनि त्यसपछि मेरो मिस्त्रीले यहाँ चाहिँ हेर्नु होल्डर राखिदियो, होल्डर राखिदियो भने त अब होल्डर राखेपछि टक्क लेभल हेरेर अनि चस्मा लगाएर अब यहाँ हेर्नु वेल्डिङ हानिदियो। यसमा पनि फुल वेल्डिङ हान्नु पर्दैन, टाका मात्र हान्नुपर्छ कि। त्यसपछि टाका हानिदियो अनि एकचोटि फेरि लेभल हेर्नुपर्छ कि हल्लेको छैन नि भनेर अनि उता टाका हान्दा यता पनि सेम टक्कै टाका हान्दियो। अब यतापट्टि हान्दा उहाँ चाहिँ उता गएर उता टाका हान्नेवाला हो यस्तै सेम। अनि त्यो गरेपछि त्यसपछि यहाँ चाहिँ 1 इन्चीको लागि नाप्ने हो कि कसरी कतिमा के लाग्ने हो भनेर। अनि उहाँ चाहिँ हेर्नु कति मजाले हेरेर अनि भ्यू चाहिँ पछाडि हेर्नु त कति साइडको भ्यू कति दामी आइरहेछ, पहाड अलिकति देखिरहेछ। अनि हेर्नु त्यो पनि गरेर अब हामी चाहिँ इन्ची टेप लिएर 1 इन्ची पाइप कसरी हाल्ने हो भनेर त्यो नाप्नको लागि यहाँ रेडी भइहाल्यो छौँ। यो नापेपछि कसरी काट्ने हो यहाँ हेर्नु तपाईँ भिडियोमा हेर्दै बसिदिनु होला। यो 2टा पाइप लाग्नुको लागि 2 चोटि नाप्नु पर्यो हामीलाई। त्यो नापेर यहाँ चाहिँ हेर्नु टक्क अब काट्नेवाला हो, कतिमा नापेको छ त्यति हिसाबले नै काट्नुपर्छ। अनि काटेपछि यहाँ चाहिँ हेर्नु यस्तो मिलाएर घोट दिनुपर्छ कि जसो कि ग्यापमा ख्याप्पै बसोस् भनेर होइन। त्यही हिसाबले यहाँ चाहिँ ग्राइन्डरले तपाईँहरू पनि काट्दै हुनुहुन्छ भने होइन गर्नुहुन्छ भने यस्तै मजाले बिस्तारै गर्नु होला। यो गरेपछि अब हामी चाहिँ यसमा यो फसाउनेवाला छु। यहाँ हेर्नु यस्तो फसाएर अनि टक्कै नाप्नुपर्छ जसो कि तल माथि नहोस् ग्याप भनेर यस्तो हिसाबले नाप्नुपर्छ। अनि त्यसपछि यो मिलाएर होइन अनि त्यसपछि यसमा जुन छ वेल्डिङ त्यही टाका हिसाबले अहिले त फुल वेल्डिङ नहान्ने कि अहिले त नहान्ने किनभने चारैतिर पाइप कुदाएर होइन त्यसपछि मात्र फुल वेल्डिङ हान्नु मिल्छ कि। अनि त्यो टक्क यसमा नापेर फसाएर यहाँ चाहिँ यसो हेर्नु नापेर यसमा यतातिर त हानिदियो होइन। अब उतातिर पनि सेम प्रोसेसमा हान्दै हुनुहुन्छ वेल्डिङ। ल अब यो वेल्डिङ फुल हानिदिएपछि होइन म हजुरलाई हेराउनेवाला छु पुरा फुल यसमा पाइप कुदाएर चारैतिर कस्तो के छ। तपाईँहरू भिडियोमा बनेर बसिदिनु होला, लाइक गरिदिनु होला। तलको पनि हेर्नु त यस्तो ख्याप्पै फसाइदियो, कति मजाको नापेको थियो है हामीले तकि ख्याप्पै बसोस् भनेर। अनि यहाँ चाहिँ हेर्नु त 3 लाइनको छ, हामी चाहिँ 4 लाइनको पनि लगाउँछौँ, 5 लाइन जे हिसाबले हुन्छ होइन। अब ठाउँ हेरेर हाइट कतिमा राख्नु 3 फिटमा मिल्यो भने होइन। उहाँले पहिला नै चाहिँ अलिकति वाल उठाएको थियो कि तलदेखि अनि त्यही वाल उठाएको थियो त अब त्यसमा त अलिकति वाल उठाएपछि त 2 लाइन त मात्र हाल्न मिल्छ कि 3 लाइन हाल्यो भने अलिकति धेरै हाइट हुन्छ नि त। त्यही भएर टक्क लेभल जो हिसाबले मिलोस् होइन हेर्न पनि राम्रो लागोस्। अनि त्यही गरेपछि यसमा पनि हेर्नु त्यो वेल्डिङ हान्दैछ। अब यसपछि यो उतातिरको फसाइरहेछ अनि त्यो गरेपछि यहाँ हेर्नु
टक्क यस्तो चारैतिर हालेपछि सरी दुवैतिर हालेपछि होइन यहाँ चाहिँ यस्तो वेल्डिङ हानेछ कस्तो फुल मजाले यहाँ नुवा चाहिँ घोट्दै हो अनि अब म पनि चाहिँ यताको घोट्नेवाला छु यहाँ हेर्नु साबुन लगाएर यस्तो यो छोडिदिने हो कि अनि उहाँले छोडिदियो यस्तो साबुन लगाएर अब म चाहिँ यसमा बफ चक्का लिएर पुरा फुल वाइट गर्नेवाला छु कि जसो कि एकदम जस्तो स्टिल हुन्छ नि त वेल्डिङ गरेपछि त्यस्तै यस्तै टल्काउनु पर्छ कि नभए त मान्छेलाई त मनै पर्दैन के भन्छ घरपट्टिलाई त मनै पर्दैन होइन त्यही हिसाबले हेर्नु कस्तो मिठो मैलो टल्काइदिए अब यसमा चारैतिर टल्काएपछि यहाँ हेर्नु बेलुका पनि भइहाल्यो हामीलाई काम गर्दा गर्दा अनि यहाँ चाहिँ हेर्नु यता पनि लगाइदिए यस्तो कि मजाको देखिरहेछ है यहाँबाट लुक हेर्नु त तपाईँहरू पनि कि डेन्जर देखिरहेछ अनि यो चाहिँ यत्रो पाइप बाँकी छ जो कि त्यो तल लगाउने हो त्यसको भिडियो चाहिँ नेक्स्ट पार्टमा मिल्नेवाला छ आई होप गाइज हजुरहरूलाई भिडियो मन पऱ्यो भने लाइक गरिदिनुहोस् च्यानलमा नयाँ हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनुहोस् हामी चाहिँ मिल्नेवाला छु यस्तै अर्को भिडियोमा त्यही भएर बाई एन्ड थ्याङ्क यू फर द वाचिङ गाइज बाई बाई गाइज बाई